हामी चाहिँ नास्ता गर्न लाग्यौँ। बहिनीले चाहिँ एकदम मिठो खाना बनाएको छ। आलुको सब्जी हो। यति मिठो भएको छ कि आफ्नै बनाएको खाना आफैलाई राम्रो लाग्छ। हेलो साथीहरू, सबैलाई स्वागत छ हाम्रो डेली भ्लगमा। आजको बिहानीको सुरुवात चाहिँ हाम्रो यसको चाहिँ यसरी भइरहेको छ। मेरो चाहिँ अब नास्ता बनाउँछु, त्यहीँबाट हुन्छ। आज चाहिँ पानी परेर लास्टै छ कि हिजो राति पनि पानी परेर थाकेकै छैन अहिलेसम्म। अब म नास्ता बनाउन जान्छु। यो चाहिँ सिलिरहेको छ कपडाहरू। एकति छ सिल्न बाँकी। जति भयो नि तैँले सिल्ने होइन। यस्तो हो भने चाहिँ के भन्नु खै, यसलाई त केही भन्नै हुन्न। दिदी नास्तामा के बनाऊ? आज पानी पनि परेको छ। मलाई त खान मन थियो आलुको पराठा। मलाई त झ्याउ लागिरहेछ। म चाहिँ बनाउन सक्दिनँ हेर अहिले। म त आलुको सब्जी अनि फुल्के बनाउने हो अनि खाने हो है। तेरो आलुको सब्जी तँ खा, म त खाने। अब खाने भए खा, नखाने भए नखा। म चाहिँ गएँ बनाउनुको लागि। यता पानी परेर यस्तो भिजो भएको छ। अब म चाहिँ नास्ता बनाउनुतिर लागेँ। म चाहिँ हाम्रो भान्सा कोठामा आइसकेँ। यता सेउ दाएर यस्तो भएको छ। पानीको कारणले यस्तो हुन्छ। हाम्रोतिर कहिले सुक्दैन यो। पुरै भिजेको जस्तो हुन्छ, माटो भिजाएको जस्तो, अहिले लिपेको जस्तो भइरहेको छ। यस्तो छ। चुलामा मात्र सुकेको छ अलिकति। यहाँ यस्तो भएको छ। अब म चाहिँ आज ग्यासमै बनाउने हो, किनकि यता यस्तो पुरै पानी परेको जस्तो भएको छ। त्यही भएर म चाहिँ आज ग्यासमा बनाउँछु। अलि छिटो पनि पाक्छ। म चाहिँ आलुको सब्जी बनाउन लागेको छु। एउटा उसको लागि, एउटा मेरो लागि, दुईटा हाम्रो लागि काफी हुन्छ। फाइनली मैले बनाइसकेँ नास्ता। अब खान्छु। देख्न सक्नुहुन्छ। अब दिदीलाई बोलाएर ल्याउँछु अनि खान्छु। दिदी नास्ता पाकिसक्यो, हिट छिटो। ओके ओके, आइज खानालाई। भोक पनि लागेको छ। 10 बज्न लागिसक्यो। आइज। अब चाहिँ हामी खाना खान लाग्यौँ। देख्न सक्नुहुन्छ। सब्जी हाल्दैछौँ। बिहानीको नास्ता हाम्रो अहिले हुन्छ। नास्ता गर्न लाग्यौँ। बहिनीले चाहिँ एकदम मिठो खाना बनाएको छ। आलुको सब्जी हो। यति मिठो भएको छ कि बनाएको खाना आफैलाई राम्रो लाग्छ।